नेपाली कांग्रेसभित्र अहिले अधिवेशनको बारेमा व्यापक बहस चलिरहेको छ। अधिवेशन चुनावभन्दा अगाडि हुने कि चुनावभन्दा पछाडि हुने, नियमित हुने कि विशेष अधिवेशन हुने, पार्टीभित्र झगडा भइरहेको छ, पार्टी विषयमा अड्किरहेको छ, जताततै समाचार आइरहेको छ। पार्टीभित्रको साथीहरूलाई लाग्ला पार्टीमा एक ढिका हुनुपर्ने बेलामा यो के नचाहिने विषय अल्मलिरहेको, पार्टीभन्दा बाहिरको साथीलाई लागिरहेको होला देशमा यत्रो आगो बलिरहेको बेलामा कांग्रेस आफ्नो अधिवेशनको विषयमा अड्किएको छ। तर के साँच्चै विषय अधिवेशनको विषय यति मात्रै हो त? होइन। अधिवेशनको विषयलाई योभन्दा व्यापक ढङ्गले हेर्न आवश्यक छ। देशप्रतिको जिम्मेवारी बोध, अहिलेको अवस्थाप्रतिको चिन्ता र चिन्तनका साथै अधिवेशनको विषय हामीले प्रवेश गराएका हौँ। भाद्र 23 गतेभन्दा अगाडि नेपाली कांग्रेस पार्टीको आफ्नो एउटा गति थियो, आफ्नो एउटा योजना थियो। हामी अर्को वर्ष अधिवेशन गर्छौँ भन्ने सोचिरहेका थियौँ। भाद्र 23 र 24 गते यति धेरै ठुलो उथलपुथल भयो। 23 गते राज्यबाट ठुलो दमन भयो, हिंसा भयो। 24 गते थुप्रै अवांछित क्रियाकलापहरू भयो। तर यति मात्र भएको हो त? 23 र 24 गते केवल जेनजी मात्र होइन, सबै उमेर समूहका नागरिकहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, असक्षमता, कुशासन यसका विरुद्धमा व्यापक रूपमा आफ्नो असन्तुष्टि जाहेर गरेको होइन। र त्यसको असन्तुष्टि मात्र होइन, त्यसको कारणमध्येको एउटा कारण तिमी पनि हो, नेपाली कांग्रेस पनि हो भनेर हामी माथि नै प्रश्न उठाएको होइन, असन्तुष्टि पोखेको होइन। पहिलोपटक नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन नभएको मात्र होइन, हाम्रो विरुद्ध भयो। के यो कुरालाई हामी बिर्सेर अगाडि बढ्न सक्छौँ? हामी संसदको पहिलो पार्टी थियौँ, हामी सत्तापक्ष थियौँ। आज हामी न सत्तापक्ष छौँ न प्रतिपक्ष छौँ, हामी सडकमा आइपुगेका छौँ। आज यत्रो ठुलो विश्वासको सङ्कट छ। आज हाम्रो प्रासङ्गिकतामाथि प्रश्न उठेको छ। आज हामीलाई कति नागरिकहरूले, खास गरेर नौजवानहरूले साहस होइन सम्झौतासँग, हामीलाई निष्ठा होइन भ्रष्टाचारसँग, हामीलाई आदर्श होइन अवसरवादसँग जोडेर हेरेको अवस्था छ। यो बेलामा हामी कहाँ चुक्यौँ, किन चुक्यौँ, कसरी चुक्यौँ, के नगर्नुपर्ने कुरा गऱ्यौँ, के गर्नुपर्ने कुरा गरेनौँ भनेर एकपटक हामीले समीक्षा गर्नुपर्ने छैन। समीक्षा गर्ने मात्र होइन, त्यो समीक्षाबाट आएको कुरालाई हामीले सच्याउनु पर्ने, स्वीकार गर्नुपर्ने कुरा छैन। अनि केही कुरा सङ्कल्प गर्नुपर्ने कुरा छैन। अनि यसको आधारमा आएर हामीले नागरिकहरूलाई हामी यहाँ यो ठाउँमा चुक्यौँ, तर अब हामी चुक्दैनौँ, अब हामी बदलिन्छौँ भनेर भन्नुपर्ने अवस्था छैन। यो कुरा नभनिकन हामी नागरिकहरूको बिचमा जान सक्छौँ? यसका निम्ति अधिवेशन आवश्यक छैन। म यो भन्दै गर्दा कसैलाई दोष दिएर भनिरहेको छैन। म नेपाली कांग्रेसको नेतृत्वको हिस्सा छु, कतिपय निर्णयहरूमा म भागीदार छु, म त्यसको जिम्मा लिएर कुरा भन्दैछु।